मैले नाचेको फोटो खिच्न गए कस्तो आउँथ्यो होला नाच्दै गए ढलक यता ढलक अरे क्या बुढी भएर म त अरे चाहिँ नाचे जति शब्द 30 वर्ष मान्छे जस्तो छ भनेको नेपाल बन्दा भने भोलिनी बन्दा पर्टेनी बन्दा यहाँ छिपिसौ त रोप्न आउनु पर्यो के चाहियो त्यहाँ भन्दा रोप्न आउनु पर्यो पैसा ल्याउनु पर्यो मोल ल्याउनु पर्यो रोप्न पर्यो बाँधेर राख्नु भएन रोप्ने मान्छे नि पाउने कि होइन गाउँमा मान्छे सबै सहर बजार पछि गाह्रो छ कहिले चिताउन कहिले लमझुम बिदैमा अलपत्र गऱ्यो मूर्ति जस्तो भए बुढी भइसकेँ कति वर्ष भयो भएँ 80 लाएँ बाबु तपाईँको जोस सागर 80 वर्ष उमेर नै आएर खित्र हुनुमा है तपाईँ कति सालले हुनु र अब म 9 साली यहाँको 80 वर्ष हो नि 9 सालले लाएँ के झरेँ 80मा छोरा त 80 लाग्नु पर्ने त 9 साल 80मा झरेँ नि त 70बाट 71 आएपछि अब 80 को मिसो चलो मैले झरेँ लाएँ पुगेँ होइन झरेँ 8-9 वर्षमा त पुगिहाल्यो नि त 72 वर्ष हुनुभएको छ ठुलो भाइ हेर नेपाल बसेर अब यो गाउँमा बसेर कामहरू खान सकिला छैन मेरो आयो हुँदैन मान्छे छैनन् गाउँको मान्छे अहिलेकै वर्ष 10 घर उठेर गयो गिरियाम होइन हाम्रो गाउँ गिरिगाम लामसारा त धेरै गए चितवनतिर गए जम्मै बस्छ हुरिहान भोलि अब हजुरआमा चितवनको मान्छे यहाँ आएर खेती गर्न फेरि यहाँका मान्छे चितवन भाग छ यत्रो छोप्न गयो कि गरी खान हो कि गरी भएपछि आउँछ नआउने पुरानो थलो सम्झिएर म अस्ति गएको लास्टै गरेँ यो बसिरहेको त बानी पर्ला तर ह्याडी जाने त सक्दैन हेरौँ न कस्तो आयो हामीलाई त गाउँघरै रमाइलो है गाउँमा आनन्दै ढुक्क नि होइन कि चिसो पानी हात यसरी बाँधे पकाएर दिन्छन् खायो यहाँ बसेर काम छैन युवाहरूलाई विदेश जानु पर्यो छोरा जति विदेश बुहारी जति बजार बुहारी जति नि विदेश के अब यहाँ त पैसै नभए पनि सहर बजार झरेपछि पैसा हिँड्नु पर्छ अब हजुरआमा आउनु यहाँ चाहिँ पैसै नभए पनि 6 महिना मान्छे बस्न सक्छ आफ्नो घरको चिज खाएर भन्नु आउँदिन आज घर चिनी त घर चिन्यो आज धुवा सेताले जम्मै हाम्रो घर ल्याएर काम गरे आउने त्यो नि त्यति आउँदा धुवा सेताले ताने जम्माले चन्नी बुझारेको त्यही भएर अब गाउँमा मान्छे मऱ्यो भने गाडीमा राखेर दाउरा र मान्छे सौसे लगाएर पोल्नु पर्यो एक्लै खेती लगाएर एक्लै त लान सक्दैनन् उसमा प्यार्ती होला गाडीमा उतारेर राख्न सक्दैन साँच्चै नै सक्दैन अब लान सक्दैन टाउकालाई त सक्दैनन् कसैले हो त्यो टाउकाले धान्दै सक्दैन कता टाउको छ नि एक धार्नेको दुई धार्नेको कसैको ठुलो हुन्छ कसैको सानो हुन्छ ए डाँडा किस्नेले हाम्रो विषयले गरेर खाँदैन नानी क्यारे गरेर नखाए नखाए हिजो मैले मारि कराइदिएको दिगदार भएर नखाए नखाइरहनु त कति कराइरहन्छ नि त छोरालाई टोकिरहनु हुँदैन नि त भोको बसिरहनु त को भोको बस्ने हाम्रो छोरा र विश्व दिन कतै गएर भुल्याए नि किन भोलि बल्लाएर काम निकाले बारीमा काम निकाले यतिखेर बिउ राख्ने यतिखेर बाँधो अनि यो चाहिँ सुते भएर काम नपाएको अरे जायज नपाएको यसले जायज नपाएको अरे सुते भएर कुरा मात्रै काटिरहने आफ्नो काम नलाग्ने अरे यो सुते अरे यसले त्यसो नपाएको
ए अब के भन्ने नि भयो सोझो मान्छेलाई रिचाउला नि छैन खुचाउला नि छैन अब सजिलो हुँदो रहेछ त्यस्तो मान्छेले जे भने नि भन्यो भने बाजे भयो कोही नि बाबु हेर होइन तरकारी टोक्नु हुँदैन नि त हो नि अनि टोक्नु हुँदैन के चाहियो त नि गरेर राखेर खाइरहनु तलिहरूले बिचो अङ्कलले नि गरेर नेवारे खाइराखेको नि म जस्तो कामरी कोही छैन अरे म यस्तो फलेको मान्छे होइन त्यति त अब जात्रै फलेर फलन भएको छ उनले दिनभरि काटेर ल्याएको म एकछिन गएर काटेँ अनि 3 हारी घाँस काट्छु हिजो 3 हारी काटेँ के हो भैँसी पाल्न शान्ति सुत्दै दुनु कि के दुनु अहिले अस्ति बिउ राखेर 1 हारी काटेर लिएर आएँ के हाम्रो राख्नु मुख राखेँ गएर अलि ठुलो आएर गरीमा राख्नु पर्यो त्यो के हो यो मुक्का हो तपाईँसँग सुक्खा तिन छ छ मेरा हजुरआमा काइली आमा र साइली आमा गाउँका बल्दा बल्दा आमाहरू बसेर फोटो खिच्न पाइयो भिडियो खिच्न पाइयो कति रमाइलो आहा साह्रै भिडियो आएको त नि सिलाइ मऱ्यो भने त्यो त काँचो खाले छोडो ल र काँचो खानु पर्दैन चारमा न यो राख्छु चारमा न सुक्खा 3 राख्छु सुक्खा 3 को भकारी भात त मान्छेले गर्दा सुक्खा दिन भयो लाग्दैन बसेर राखेको बडा यतामा 15 किलो ल्याएको अब भन्नु नि हुन्छ र त्यही ल्याएर 50 किलो 50 राख्यो बासमती अनि 50 राखे ये सुक्खा 3 अगाडि भकारी आउँदो बासमती मिसी आएन होइन त्यो त भगाएर नि आएन आउनु बिउ आर्दै छ नि